गाइस म हो निशा राई वेलकम छ यानहाङमा मेरो युट्युब च्यानलमा। अनि अहिले चाहिँ म र मोटे चाहिँ काठमाडौँ सहरभित्र गाह्रो छ क्या जिउनलाई। अनि काठमाडौँभित्र चाहिँ एकदमै कोठा पाउन गाह्रो छ हैन। अनि अहिले चाहिँ खासमा चाहिँ हाम्रो मोटे बस्ने घरमा चाहिँ खै के रेनोभेसन खै के गर्नुपर्ने भन्यो रे। अनि उसको लागि भनेर कोठा खोज्न हिँडेको हामी दुईजना चाहिँ। अनि कोठा पाउन यस्तो गाह्रो छ कि बाफ्रे बाफ्रे, हेर्नुहोस् है त। अब कोठा कति खोज्यो भेटिँदैन। अनि कोठा सुत्नलाई पनि कोठा खाली छ कि छैन भने सुत्नलाई नि पैसा तिर्नुपर्छ बोल्नलाई। काठमाडौँभित्रको साउसाउनेहरू घरबेटी बा आमाहरू पत्तकी रिस उठेर आउँछ। मोटे थाकिसक्यो। हामी चाहिँ बाइकबाट नि हिँडेर बुझिसक्यौँ। अनि बाइकलाई चाहिँ उठ्या पर 3 स्टार ड्राइभिङ सेन्टरमा पार्किङ गरेर अब 1-2 राउन्ड यसो हिँडेर खोजौँ भनेर हामी हिँडिरहेछौँ होइन। तर कोठा चाहिँ पाइएला जस्तो लागेन। ऊ त्यसमा सोध्नु दाइ, यता कोठा खाली छैन होला है? थाहा छैन ठुलो घरमा यस्तै हुन्छ, यस्तै हुन्छ क्या। पानी खाँदै कोठा खोज्दै काठमाडौँ सहरभित्र बसाएको छ अरे भन्ने हुन्छ नि गाउँघरबाट। तर यहाँ सहरभित्र बस्नलाई कति मेहनत गर्नुपर्छ साला एउटा कोठाको लागि। रगत तताउनुपर्छ घाममा। यो घर त बनाउँदैछ हौ। यता चाहिँ सुत्नु पर्ने मान्छे नहुँदो रहेछ नि दिउँसो त। कति राम्रो घर हो त्यो घर चाहिँ, दामी लाग्यो हौ। सोध्न जानु त्यो उसमा। घर यति दामी दामी क्या, तर साला एउटा कोठा पाउन कति गाह्रो। रुम खाली छैन त भन्छन्। हो क्या, काठमाडौँ सहरभित्र फेरि फ्ल्याट सिस्टम छ अहिले। एउटा रुम पाउन कति गाह्रो छ। फेरि मेरो साथी चाहिँ एक्लै हो अहिले, भतिजी विदेश पठाइदियो। एक्लै छ, एक्लै बस्ने मान्छे हो। गाह्रो छ हो यही कुरा पाउन। यो त के होस्टेल हो कि घर हो? यो घरै हो। होस्टेल जस्तो छ नि, दामी छ। तर के अरबीको घर जस्तो छ त हौ। बरन्दा सरन्दा। दिदी यता कोठा खाली छ छैन? कोठा खाली छैन है? बनाउँदै गरेको खाली ऊ नै फिनिसिङ नै भएको छैन। भए तापनि फ्ल्याट सिस्टम हो नि। महाकालबारी जानु अब। अलिक साह्रो बोल्न। ए ए सुन घर एउटा बहिनी खाली जग्गाले कस्तो लाग्यो त? काठमाडौँको सहरभित्र कोठा पाउन कस्तो लाग्यो? कोठा खोज्दा कस्तो लाग्यो त? जसलाई देख्यो दिदी कोठा खाली छैन भन्न पनि कसैले त पैसा तिरेर बोल्नुपर्छ जस्तो गर्छन् है। हातको इसारा। छिटो छिटो कोठा खोज्नुपर्छ, पानी पर्छ एकछिनमा। हामी अब यो एरियामा नपाउने अब फुल खोला पारी जान्छौँ महाकालबारीतिर। के छ सञ्जय? हाम्रो राजेन्द्र मोटा आएछौ, चिन्जान छैन? कसलाई बोलाउँदैछु त? ए म यहाँ ऊ भिडियो बनाउँदै थिएँ, त्यही भएर मोटा आएर राजेन्द्र भाइ त यत्रो भएछ यी। आमा ऊ यसलाई कोठा खोज्न हिँडेको, थाकिसक्यो घामले बोलेर। म बफरे डढेको घामले के मोटी म लु धन्यवाद। लु गएको ल, हामी एकचोटि 1 राउन्ड पारीतिर जान्छौँ। लु लेट्स गो। कताबाट जानु? यतिबाट। अब हामी पारी जाऊँ, पारी गएर हेरौँ
पाइन्छ कि पाइँदैन मेक स्योर छैन। एकजना दिदीले चाहिँ कन्ट्याक्ट गरेर बोलाउनु भएको छ उता हेर्न जानु भनेर। मेबी पक्कै पनि केही न केही गुड न्युज होला, गुड न्युज होला। घुम्दा घुम्दा हामी थाकिसक्यौँ, अब गुड न्युजतिर गयौँ, उता गएर हेर्छौँ। उता पाइहाल्यो भनेदेखिमा त झन् राम्रो नि हौ। आम्मा कम हिँडिरहेछ आज हामी, खाना खाने बित्तिकै दौडेको हौ। पानी पनि बोकी बोकी पो, पानीको बोतल पनि। प्रहरी बिट कस्तो दामी पिपल बोट रहेछ हौ यहाँ त। झरना झर्यो खोला तर्यो, माकलबारी आइपुग्यो हामी। कुन ठाउँमा सोध्नु त एकचोटि? कर्मा ब्याङ्क कता हो? कर्मा ब्याङ्कको छेउ। के राखेको छ सोफा? सोफा ल म त्यहाँ पुगेपछि कल अरब ब्याङ्क कर्पु कता हो? ए यहाँ रहेछ, प्रभु रहेछ। कर्बु कर्बु भन्ने सुनेर प्रभु ब्याङ्कदेखि। ल मोटेले मलाई यहाँ बिच बाटोमा छोडेर दिदीलाई लिन जानुभयो। यो प्रभु ब्याङ्क छेउमा चाहिँ कोठा खाली छ अरे, तर बुढाबुढी हो भनेपछि मात्रै दिनुहुन्छ अरे हे। अनि त्यही भएर दिदीलाई लिन जानुभएको छ। दिदी आउनुहुन्छ होला अनि कुरा मिलाउनुहुन्छ होला। कोठा हेर्न पाएको छैन, खाली कोठा चाहिँ छ अरे, तर बुढाबुढी हो हामी भनेपछि मात्रै दिने अरे होइन। अनि बिचरा हाम्रो मेरो साथी मोटे त सिङ्गल मान्छे, अनि अब केही आइडिया चाहिँ लाउनु पर्ने छ कि कोठा पाउनलाई यतिसम्म गाह्रो छ काठमाडौँ सहरभित्र है गाइस। अब दिदी आउनुहुन्छ होला, लेट्स के हुन्छ। अहिले पो घाम अलिकति कम भयो, अदरवाइज चिसो पानी पिउँदै हिँड्दै बिहानदेखि हामी त आम्मा कम्ती हिँडेको भयो पो म र मोटे त। लेट्स बाइकमा हिँडेर चाहिँ भेटिँदैन। मैले चाहिँ बाइक एउटा कुनामा राख्ने, अन्त त्यसपछि हिँड्दै खोज्ने भनेको। अनि त्यो पनि गऱ्यौँ, त्यो पनि गरेर हेऱ्यौँ, भेटेन। अब उता खोला पारी वारी, पारीदेखि वारी आइसकेका छौँ। अब दिदी आएपछि हेरौँला के हुन्छ गाइस। मोटेले दिदीलाई लिएर आउनुभएको रहेछ। अब हेर्न जाऊँ। यही घर हो क्या हो थाहा छैन, थाहा छैन। थाक्यो हिँड्दा हिँड्दा खुट्टा दुख्यो। होइन रहेछ क्या। घन्टी त बजिरहेको त नि। मारिहाल्छ नि हो भिडियो बनाएको छ भने त थाहा पाएमा त कोठा दिनुभन्दा अगाडि नै ड्राइभ होला नि उहाँ त। के अँध्यारो रहेछ। कोठा कोठा पाएर पनि कता पो यता कोठा पाएको। एउटा कोठामै 6000 7000 भन्छ। बुढी त छ्या।
साढे 6,000 पानी बत्ती बत्ती झन् छुट्टै अरू केही चलाउँछ भने रे बोल्नु जाने त्यो पनि अनि एउटा मात्रै कोठा भएपछि त हुनुपर्ने चित्त बुझेन यहाँ चाहिँ अलिक अँधेरो ठाउँ रहेछ पाएको हो र पाएको होइन तर महँगो भने बुढीमा उसले अब फेरि अर्को ठाउँ हेर्न जान्छौँ अब हामी त माथि पो आइसक्यौँ है मन्दिरभन्दा माथि अब यता सोध्नु पर्ला हेलो एक्सक्युज मी दिदी यहाँ कोठा खाली छ छैन कोठा खाली छैन ए नि लै कोठा खाली छैन भन्नुहुन्छ क्या गर्नु यहाँ त पुरा भद्रगोल रहेछ यो पनि तपाईँहरूकै हो कारखाना पो ए ए ए ए ए ओके ए ऊ कपडा धुने ठाउँ पो कता पुगेछ मोटे यसमा छैन होला यसमा त छैन यता राम्रो रहेछ ठाउँ चाहिँ बरु सुनसान आनन्द सुनसान हुने घर ला मोटे त कता पो छिर्यो कता गयो दिदी यता कोठा खाली छैन होला है कतै हजुर थाहा भएन नि हेलो टमी टमी कति राम्रो कुकुर हौ टमी टमी ल एकचोटि हेर्न जान्छु है त उता यताको घर यो घरभन्दा उताको भनेपछि यतै होला मोटे चाहिँ कता छिर्यो कुन्नी मोटे यतै छिर्न आए जस्तो छ खै मान्छे नै निस्किनु भएन कसरी सुट गर्नु दाइ यता कोठा खाली छैन होला है हजुरलाई थाहा छ थाहा भएन है हजुर भर्खर आउनु भा हजुर खै मान्छे पो छैनन् हौ उता छेउको घरमा पनि उता छेउमा नि एउटा खतरा घर रहेछ उता छेउमा डिलमा हेरौँ न हेर्न मिल्छ रुम छ अरे हेर्नु मिल्छ हेरौँ दिमाग खराब पान पर्ला बल्ल पाएको रुमहरू पनि फ्ल्याट सिस्टम एउटा रुम पाउन कति गाह्रो छ मलाई त रिस पो उठ्न थाल्यो अघि मैले सोधेको त त्यो त ऊ रहेछ त नि लन्ड्री पो रहेछ यहाँ हो यहाँ बाइक रोकेको छेउमा सोधेको लन्ड्री धुने ऊ पो रहेछ नआएको यस्तो खालि फ्ल्याट सिस्टम मात्रै भेटिने बाफ्रे यहाँ पनि बनाउँदै रहेछन् फ्ल्याट सिस्टम एउटा कोठा पाउन गाह्रो हिँड्दा घरि पानी पर्छ डरर घरि के हुन्छ हे कति दामी गमला हो वाह खतरा लाग्यो